हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल आफ्टर 5 डेज। होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु होइन गाइस। म घरमा बस्दा बस्दा चाहिँ वाक्क भएर स्विमिङ जाने निधो गरेँ अनि स्विमिङ गएँ क्या। अनि स्विमिङ जाँदाखेरि चाहिँ कस्तो राम्रो लागेको, कस्तो फिल प्राउड भएको क्या होइन। अनि लाइक हुन्छ नि, त्यहाँ पहिला पहिला गएको थिएँ अनि कति लङ टाइम भइसकेको थियो नि त त्यहाँ नगएको। अनि अब खुसी भएर गएको थिएँ अनि कस्तो रमाइलो पनि भयो क्या। अनि एउटा रमाइलो पनि भएको थियो, अर्कोतर्फ अलिकति प्रब्लम पनि भइरहेको थियो, टाउको दुखेर है। अनि यहाँ चाहिँ मान्छेहरू थुप्रो हुनुहुन्थ्यो क्या, त्यहाँ पूजाआजा भजन कीर्तनहरू भइरहेको थियो। यसो फोटोसोटो खिचेको यहाँ बाहिर आएर होइन, भ्यू सिल्स हेरियो। अनि त्यसपछि गएर टक्क लाएर यसो भ्यू स्यू हेर्ने काम भयो, तर पल्युसन पुरा थियो नि त, देखेन क्या राम्रोसँग भ्युज काठमाडौँ भ्यालीको। अनि त्यसपछि यहाँ मान्छेहरू थुप्रो हुनुहुन्थ्यो। हेर्नु न, बाँदर यहाँ माथि बसिरह त्यसै मान्छे पूजा गरिराख्नु भएको थियो। मन्दिरहरू राम्रो राम्रो मन्दिरमा बसेर भजन कीर्तन होइन दामी भइरहेको थियो। अनि हेर्नु न, मैले त हजुरहरूलाई यस्तो भ्युज देखाइदिउँ भनेको, यहाँ केही देखेन क्या हुस्सो लाएर। अनि ट्याक्क पारेर यसो हेरियो। अनि हेरिसकेपछि होइन फोटोसोटो यसो हेरियो। अनि त्यसपछि यहाँ मन्दिरहरू सानो सानो गुम्बा टाइपको हेर्नु न कति धेरै छ है, कति धेरै छ। अनि यहाँ कति थुप्रो पो छ त, हेर्नु न, यता साइड पनि हेर्नु सक्नुहुन्छ हजुरहरूले। अनि त्यहाँबाट टक्क पारेर यस्तो लेफ्ट टर्न गरियो। अनि त्यहाँभित्र पसलहरू थुप्रो थुप्रो थियो, हजुरहरूले देखाएन। अर्को टाइम नेक्स्ट टाइम गयो भने हजुरलाई सब देखाउँछु। हेर्नु न, मन्दिर यहाँ स्विमिङको टुप्पा कस्तो बवाल देखिरहेको छ। अनि एकजना दाइले चाहिँ मेरो फोटो खिचिदिनु न भनेर फोटोसहित भिडियो बनाइदिनु भयो क्या। म टक्क हिँडेँ होइन, अगाडि यस्तो टक्क फर्केको। अनि एउटा एआई जस्तै थियो कि, बवाल केटीहरू आएको थियो क्या। आम्मामा यस्तो राम्रो थियो होइन। अनि त्यस्तै कस्तो राम्रो लागेको त्यो केटी, बाहिरको विदेशको मान्छेहरू। अनि थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ गाइस।